पाउनेलाई कदर छैन, नपाउनेलाई चाहिँ मरिहत्ते गर्छन् क्या है। आफूलाई पाउने मान्छेलाई चाहिँ कदरै छैन क्या, त्यो कुराको भ्यालु नै छैन क्या। कुनै मान्छे चाहिँ आफ्नो लागि चाहिँ मरिरहेको पनि हुन्छन् क्या, यतिसम्मको इफोर्ट देखाइरहेको हुन्छन् कि मैले कुनै मान्छेलाई माया गर्छु, त्यो मान्छेले मलाई माया गर्दैन, फेरि त्यो मान्छेले चाहिँ अरूलाई माया गर्छ र अरूले चाहिँ उसलाई माया गर्दैन क्या, घुमिरहेको छ क्या। एकले अर्काले अर्कालाई नै माया गरेर हुन्छ क्या। त्यो मायाको कुरा चाहिँ बुझ्न एकदमै गाह्रो छ जस्तो लाग्छ। अनि जो यो मायाको चक्करमा पर्छ त्यसको जिन्दगी चाहिँ नर्कै हुन्छ जस्तो लाग्छ। त्यो एउटा फिलिङ्सले चाहिँ मान्छेलाई मारिदिन्छ क्या, कसम मारिदिन्छ। कुनै पनि मान्छेलाई हत्तपत्त सजिलैसँग बिर्सिन सक्दैन, बिर्सेको जस्तो देखाउन सकिन्छ तर बिर्सिन चाहिँ सकिन्न जस्तो लाग्छ क्या मलाई। जति सजिलोले भन्छ नि बिर्सिदेऊ मलाई भनेर भन्छ मान्छेले, त्यति सजिलैसँग बिर्सिन सक्ने भए भए त किन आँसु खस्थ्यो र किन मरिहत्ते गरिन्थ्यो र अरूको लागि। त्यो कुरा चाहिँ बुझाउन सकिँदैन पनि। जो मान्छेले बुझ्न खोज्छ त्यो मान्छेलाई बुझाउन सकिन्छ, जो मान्छेले बुझ्नै खोज्दैन भने त्यो मान्छेलाई बुझाउनै सकिँदैन क्या। अनि दुनियाँ कुरा मात्रै भन्छ होइन, बरु सिधै भन न फिलिङ्स नै सक्यो, छैन फिलिङ्स तिमी प्रति भनिदेऊ न, अलिकति भए पनि मुभ अन हुनलाई सजिलो हुन्थ्यो होला। यसको त फिलिङ सकिएछ, म के मरिहत्ते गर्ने भन्ने टाइपको फिल हुन्थ्यो होला मलाई। आश देखाएर अनि भावनाको हत्या गरिदिने मान्छेहरू त्यस्तो हुन्छ। अनि यस्तो कुराबाट चाहिँ तपाईँहरू बस्नुपर्छ। आफूले आफ्नो फिलिङ्स चाहिँ जो पाए त्यसलाई नै फिलिङ एक्सप्रेस चाहिँ गर्ने होइन। अहिलेको जमानामा माया पाउन एकदमै गाह्रो छ, जो पाए त्यसले गर्दैन, जिन्दगी नै मजाक बनाएर गइदिन्छ। अनि त्यस्तोबाट चाहिँ बस्नुपर्छ। राम्रो गर्न खोज्दै पनि नराम्रै हुन्छ भने अब के गर्ने त होइन, त्यसमा त अब आफ्नो पनि दोष छैन, केही राम्रो गरेकै हो, राम्रो सोचेकै हो, तर पनि सकिनँ त, बचाउन सकिनँ, उसलाई जान दिनुपर्छ त्यस्तो मान्छेहरूलाई। अनि अब चाहिँ नयाँ कुरा सिकेर अगाडि बढ्नुपर्छ। लाइफको लेसन चाहिँ यस्तै छ, तपाईँले माया गरेको मान्छे तपाईँले पाउनु हुँदैन, उसले पनि माया गरेको मान्छे उसले पनि पाउँदैन। सबैभन्दा ठुलो कुरा चाहिँ फिलिङ्स जस्तो लाग्छ मलाई चाहिँ। फिलिङ्सले चाहिँ मर्नु न बाँच्नु नै बनाउँछ क्या, न घरको न घाटको बनाइदिन्छ क्या। त्यो मेमोरीहरू डिलिट गर्न मिल्ने भए नि डिलिट गर्नु हुन्थ्यो, तर सकिँदैन। त्यो भएर एकदमै गाह्रो छ यस्तो कुरामा चाहिँ। आफूले आफूलाई चाहिँ कसरी कन्ट्रोल गर्न सक्नुहुन्छ त्यसरी नै गर्नु होला। आशा छ तपाईँहरू अगाडि बढ्नुहुन्छ, यस्तो कुरामा नपर्नु होला, त्यही भन्न चाहन्छु म तपाईँलाई। त्यही हो यार।